आज म फेवाताल भन्दा माथि रहेको जुन रानीवन अहिले देखिएको यो हाइटमा देखिएको यहाँसम्म लगभग डेम साइडबाट लगभग 20-25 मिनटमा त्यहाँ जाँदैछु र यो डेम साइडको भित्री बाटो हुँदै म त्यहाँसम्म जुन यो रानीवनको भित्री बाटोसम्म म त्यहाँ जाँदैछु र यो गन्तव्य एकदमै छोटो होइन र डेम साइडबाट लगभग 25-30 मिनटको मात्र यो यात्रा हो होइन र यो यात्रा गर्दाखेरि जुन प्राकृतिकसँग देखिने रमाइलो होइन र त्यहाँभित्र चराचुरुङ्गीहरूको आवाज र त्यहाँ माथि गइसकेपछि त्यहाँबाट देखिने दृश्यहरूको लागि मैले आज एउटा मेरो युट्युब च्यानलमा बसी बिहालो ढाका भन्ने च्यानलबाट तपाईँहरूले हेर्न सक्नुहुन्छ र अहिले यो देखिएको जुन पुल हुँदै हामी यहाँसम्म पुग्छौँ र यो डेम साइडबाट यहाँसम्म लगभग बाइकमा 3 मिनट जति लाग्छ र बिस्तारै यो पिच चाहिँ यही हुन्छ र यहाँबाट अब चाहिँ बिस्तारै यो चाहिँ हल्का यो पुलसम्म ग्राभल को बाटो छ र यो पुल पनि नयाँ निर्माण भएको जुन पुल हो र आज मैले मेरो स्कुटर है यहीँ लिएर आएको छु। प्रायः त म सधैँ यो ठाउँमा हिँडेरै आउँछु होइन र यो डेमको पछाडि यो फेवा बाँध हो है र जुन यो पानी चाहिँ तल डेभिस फल्ससम्म यो पानी चाहिँ जान्छ होइन र त्यहाँ पनि अब यो तलपट्टि जुन यहाँबाट लगभग नजिकै त्यहाँ डेभिस फल छ होइन र यो बाँधबाट गएको पानी यसरी चाहिँ डेभिस फलसम्म जुन पुग्छ होइन। ल आज म यो चाहिँ यो रानीवनको यो माथिसम्म जाने अहिले यो हाम्रो चाहिँ हेऱ्यो यो ट्रायल हेऱ्यो बाटो चाहिँ होइन प्राय धेरै मानिसहरू हेऱ्यो बाटोबाट हिँड्ने गर्नुहुन्छ र आज म चाहिँ यो रानीवनको यो भित्री हाम्रो पुरानो बाटो होइन र अहिले चाहिँ यसरी चाहिँ यहाँसम्म चाहिँ पिच बनेको छ र त्यो रानीवनको जुन पुरानो जुन त्यो हाम्रो एउटा इतिहासलाई पनि मैले एउटा चाहिँ मध्यनजर गर्दै त्यहाँ चाहिँ हाम्रो पुरानो आजभन्दा 400-500 वर्ष अगाडि त्यहाँ चाहिँ मान्छेको बसोबास गरेको चाहिँ त्यो उहरू देख्न सकिन्छ होइन र त्यहाँ चाहिँ अहिले पनि त्यहाँ भित्र जाँदाखेरि यो ढुङ्गाहरू सानसाना पर्खालहरू यसको मतलब त्यहाँ चाहिँ मान्छेको चाहिँ बसोबास भएको र अहिले यो कुरा मैले बुझ्दै जाँदाखेरि त्यहाँ चाहिँ एउटा चाहिँ यो तालपारीको एउटा गुरुङ समुदायहरू त्यहाँ चाहिँ बसेको र पछि राज्यले चाहिँ त्यो जग्गालाई अधिग्रहण गरेको र आज मैले यही विषयमा एउटा भिडियो चाहिँ मैले तयार गर्दैछु बनाउँदैछु होइन र यस्तो रमाइलो छ नेपाल होइन जुन कि अहिले यो डेम साइडबाट नजिकै 5 मिनटको उसमा हामी यहाँ आउन सकिन्छ र यहाँ यस्तो राम्रो चाहिँ यो फेवातालको चाहिँ पानी चाहिँ यहाँ बगिरहेको छ होइन र अहिले यहाँ हाम्रो चाहिँ एउटा नयाँ चाहिँ पुलको पनि यहाँ निर्माण भएको छ। यो देखिएको पुरानो ब्रिजबाट हामी यहाँ आउँथ्यौँ होइन र अहिले समयअनुसार यहाँ विकास पनि भइरहेको छ होइन र आज मेरो यात्रा सानो एउटा गन्तव्य यो रानीवन भित्र होइन यस्तो हाम्रो एउटा संसारमा एउटा प्राकृतिकको एउटा चाहिँ एउटा अनुपम वरदान ठाउँ र यहाँबाट पनि एकदम भ्यूहरू पनि एकदमै राम्रो देखिने र पोखरा भ्याली पनि एकदमै राम्रो देखिने र यो ट्रायल चाहिँ यसरी चाहिँ यो बाटो यसरी यहाँ चाहिँ निर्माण भएको छ र अहिले म यो रानीवनको यो मुख्य द्वारभित्र चाहिँ म प्रवेश गर्दैछु र स्पेसली यहाँ चाहिँ यो बिहान पख यो एक्सर्साइज गर्नको लागि पनि यो ठाउँ एकदमै राम्रो र आफ्नो फ्यामिलीसँग हिँड्दाखेरि पनि यहाँ एकदमै राम्रो वातावरण र यो प्राकृतिक यो जङ्गल र प्राय म यो बिहानतिर यहाँ आउने गर्छु हैन
र यहाँको यो वातावरण यो प्राकृतिकलाई हेर्दाखेरिको यो एउटा चाहिँ आनन्द र यो एक्सर्साइज गर्नको लागि नि शान्त र स्पेसली यहाँ चाहिँ मेडिटेसन गर्नको लागि त यो त बेस्ट पोखराको बेस्ट ठाउँमा यो रानीवन पर्छ होइन। र यो रानीवनको यो ठ्याक्कै यो तलबाट हामी आइसकेपछि यो बिचमा चाहिँ यो एउटा स्ट्याचु जस्तो खालको एउटा यो बनेरहेछ। अब यो माथि हेर्दाखेरि एउटा शान्तिको प्रतिबिम्ब जस्तो देखिन्छ होइन। यो चाहिँ रानीवनको जुन भित्र यो डेम साइट हुँदै यहाँसम्म आइपुग्नलाई लगभग धेरै टाढा पनि छैन होइन। र यो फुट ट्रेल गर्दाखेरि आफू चाहिँ कति टाढासम्म जाने र यहाँबाट यदि हिँड्दै जाने हो भने यो उता पामेसम्म पुग्ने जुन यो बाटो छ होइन, यो विशाल जङ्गलहरू छ र यहाँ पनि यो हिँड्ने यो जुन ट्रेल बाटोहरू पनि फरक फरक छ। त्यहाँ माथिबाट अर्को जाने बाटो छ तर त्यो बाटोमा म गइनँ। अहिले म यहाँबाट यो ड्याम साइड हुँदै म यहाँबाट चाहिँ अहिले चाहिँ अब यता यो जङ्गलभित्रको यो जुन यो बाटोहरू चाहिँ यसरी चाहिँ र यो बाटो चाहिँ एकदम शान्त। यो हामी अलि भित्री बाटोबाट चाहिँ यो रानीवनको छोटो हिँडाइपछि जब त्यो शान्त ठाउँमा पुगे मन एकछिन रोकिए झैं भयो। अगाडि हिमालको मुस्कान, तल फेवातालको शान्त लहर अनि रानीवनका चराचुरुङ्गीको मधुर आवाज त्यो क्षणमा लाग्यो स्वर्ग कतै टाढा रहेनछ। रानीवन एउटा ट्रेल भित्री बाटोबाट र यहाँ आएपछि तपाईको फेवातालको दृश्य, माछापुच्छ्रे, पोखरा भ्याली, सनराइज सबै देख्न सकिन्छ।
कहिलेकाहीँ छोटो यात्रा नै आत्मालाई शान्त बनाउने गर्छ। रानी वनको हरियाली, चराचुरुङ्गीको आवाज, हिमाल प्रकृतिको स्पर्शले मनलाई आनन्द दिन्छ। मानव स्वर्ग यही छ। साँच्चै रानी वन प्रकृतिको अमूल्य वरदान हो।